नमस्कार। नमस्कार। आज चाहिँ हाम्रो यो कुराकानीको दोस्रो भाग हो। यो दोस्रो भागमा चाहिँ के विषयमा कुरा गरिन्छ? आज चाहिँ बालेन शाहको व्यक्तित्वको बारेमा मलाई भनिदिनुहोस् है। ओके। अ, पछिल्लो समय देशव्यापी रूपमै सबैभन्दा बढी चर्चामा रहेका व्यक्ति कोही हुन् भने बालेन शाह नै हुन्। उनको व्यक्तित्वको बारेमा भन्नुपर्दा चाहिँ उनी काठमाडौँमा जन्मिएका हुन्। स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेका छन्। सबिना काफ्लेसँग वैवाहिक सम्बन्धमा गाँसिएका उनी अहिले एउटी छोरीका बुवा पनि हुन्। सानै उमेरदेखि कविता र गीत अत्यधिक मन पराउने उनी अहिले उनका ऱ्याप गीतहरू बजारमा प्रशस्तै रहेका छन्। उनको राजनैतिक यात्रालाई हेर्दा चाहिँ 2079 सालमा काठमाडौँ महानगरपालिकाको स्वतन्त्र रूपमा मेयरको पदमा उम्मेदवारी दिएका थिए र त्यति बेला यति धेरै लोकप्रियता बढ्यो उनको, काठमाडौँवासी मात्र नभएर देशैव्यापी देशवासीले नै उनलाई आफ्नो ठाउँबाट एक किसिमको सपोर्ट गरेको थियो र अन्ततः उनले काठमाडौँ महानगरपालिकाको मेयर जिते। त्यति बेलैबाट उनको एकदमै धेरै चर्चा चुलिएको पनि थियो। उनले 3.5 वर्ष, झन्डै 3.5 वर्ष काठमाडौँ महानगरपालिकाको मेयरको रूपमा काम गरे। त्यति बेला उनले काठमाडौँमा भएका जुन चाहिँ असंवैधानिक एउटा चाहिँ भौतिक संरचनाहरू थिए, अवैध भौतिक संरचनाहरू, उनलाई हटाउने काम गरे। सडक र सार्वजनिक स्थलहरूलाई चाहिँ सुधार गर्ने काम गरे। त्यस्तै फोहोर व्यवस्थापनलाई अझै सुधार गर्ने काम गरे। एउटा महानगरपालिकाको पारदर्शी प्रणाली र संरचनागत सुधार गर्दै उनी काठमाडौँवासी र सम्पूर्ण देशवासीकै चाहिँ नजरमा एकदमै लोकप्रिय बने। अहिले चाहिँ उनी काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता चाहिँ भएका छन् र पछिल्लो समय एकदमै चर्चाको विषय बनेको छ कि काठमाडौँ महानगरपालिकाका मेयर, पूर्व मेयर, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अहिले झापा क्षेत्र नम्बर 5बाट चुनाव लड्ने भएका छन्। उनको मनोनयन चाहिँ स्वीकृत भएको छ, दर्ता भएको छ झापा क्षेत्र नम्बर 5बाट। झापा क्षेत्र नम्बर 5 यस्तो क्षेत्र हो जहाँ चाहिँ केपी ओलीले 2070 साल, 2077 साल, 2079 सालमा झापा क्षेत्र नम्बर 5बाट जित्दै आएका छन् र पटक पटक प्रधानमन्त्री पनि भएका छन्। यो हिसाबले हेर्दा चाहिँ निकै ठुलो चुनौती देखिन्छ बालेन शाहलाई त्यो क्षेत्र। तर पनि बालेन शाहको देशव्यापी रूपमा यति ठुलो चर्चा छ, राष्ट्रिय स्वतन्त्र पार्टीका यति धेरै समर्थक छन् कि अहिले हामीले चाहिँ चुनावी माहौललाई लिएर, चुनावी परिणामलाई लिएर यही नै हुन्छ भन्न चाहिँ सकिँदैन। यद्यपि त्यो चाहिँ चुनाव पर्खनै पर्ने हुन्छ। तर बालेन शाहको इमान्दारिता, बालेन शाहको साहस, बालेन शाहले काठमाडौँ महानगरमा रहेर गरेका कामहरू र पुराना दलहरूप्रति चाहिँ जनताको निराशा, जेनजीको एउटा सपना, जेनजीको बलिदान, देशमा केही परिवर्तन हुन सक्ने आशा, यी सबै चिजले हेर्दा चाहिँ बालेन शाहको पोल्टो अलिकति भारी देखिएको छ। फागुन 21 गते चुनाव हुँदैछ। तपाईँले पनि आफ्नो भोटको सदुपयोग गर्नुहोला, सही व्यक्तिलाई सही ठाउँमा पुर्याउनु होला। थ्याङ्क यू।